7 वर्षको बिमा गर्दा 5 वर्षमै 10 लाख फिर्ता पाउने बिमा योजना। यसमा प्रवेश गर्ने उमेर रहेको छ 18 देखि 55 वर्ष। यहाँहरूले 7 वर्षको समय अवधि राखेर 20 लाखको बिमा गर्दाखेरि 4 वर्षमा तपाईँहरूको लगानी 13,32,000 हुनेछ, जसमा पहिलो वर्ष हजुरहरूले 3,33,000 प्रिमियम बुझाउन पर्ने हुन्छ। त्यसै गरी दोस्रो, तेस्रो, चौथो चारै वर्ष तपाईँहरूले 3,33,000 को दरमा प्रिमियम बुझाउनुहुन्छ, जसको टोटल हजुरको लगानी भनेको 13,32,000 हुनेछ। र 4 वर्ष पुरा भएर 5औं वर्षमा लाग्दाखेरि 10 लाख मनी ब्याक रिटर्न हजुरहरूले बिमा कम्पनीबाट पाउनुहुनेछ। सोही रकमले हजुरहरूको 5औं, 6औं र 7औं बिमाको प्रिमियम तिर्नलाई पुग्नेछ। 7औं वर्षपछि तपाईँहरूको बिमा म्याच्योर हुन्छ र हजुरहरूले टोटल रकम 18,40,000 रिटर्न पाउनुहुनेछ। र बिमा गर्दै गर्दा हामीलाई अरू फाइदा के त भन्दाखेरि, जो बिमा गर्ने व्यक्ति यदि कथम कदाचित दुर्घटनामा परि भवितव्य केही भएमा चाहिँ 20 लाख बिमा प्लस दुर्घटना बापत अर्को 20 लाख गरेर 40 लाख रकम र बोनस प्राप्त गर्न सक्नुहुनेछ। र दुर्घटना परेर मृत्यु हुन्छ भन्ने नै छैन। अङ्गभङ्ग भएको केसमा चाहिँ तपाईँहरूले जति किस्ता तिर्नु भएको छ त्यो बाहेक बाँकी किस्ता सबै नै छुट हुनेछ र 7 वर्ष मच्योर भइसकेपछि जति तपाईँले पाउनुपर्ने 18,40,000 पनि फिर्ता पाउनु हुनेछ।